भनिन्छ नि हामी नेपालीहरू दयालु मात्रै होइन एकदम हेल्पफुल एकदम सहयोग गर्ने साहसी पनि छौँ। हाम्रो गाउँमा चाहिँ हेल्पफुल मान्छेहरू मात्रै छ। ए खाजा चिया सोलिड माथिबाट आऊ माथिबाटै तलबाट भन्दा माथिबाटले चाहिँ चिया बाँड्नु ल्याउनु भएछ। हाम्रो गाउँको चेलीबेटीहरू चाहिँ यसरी आएर है चिया खाजाहरू बाँड्दैछ। पहिरो गएको हेर्नु पनि यति साह्रो रहरो नानी बोकी बोकी चाहिँ यहाँनिर पहिरो हेर्नु आउँदैछ। र आज चाहिँ यो हामी सफा गरौँ भन्दै थियो है, तर साथीभाइहरूले यसो उयो गर्दा जेसिबी आउँदै रहेछ नि त सफा गर्नुको लागि चाहिँ, त्यही भएर चाहिँ हामी चाहिँ यहाँ बसिरहेको छौँ। नत्र भने चाहिँ गमबुटहरू लाएर चाहिँ हामीले यहाँ सफा गर्नु आइसकेको थियौँ। अन्त मिसिन आउँदैछ नि किन यहाँनिर यसो टुरिस्टहरू है यसरी उयो भइरहेको छ, जाम भइरहेको छ। हतियार त मैले लिएको छु नि छुन कि बेल्चा र रम्बा, अन्त मिसिन आएको छ होइन। यो चाहिँ ह्याप्पी ठुलो हो, तपाईँहरूले देख्न सक्नुहुनेछ। मान्छेले सफा गरेर चाहिँ साध्य चाहिँ छैन होला, र त्यहाँनिर मान्छे पनि त्यसरी हिँडिरहेको छ। ऊ केटाकेटीहरूसँग चाहिँ ल्याउनु नि र दसैँ तिहारको छेउमा है आवा जावा गर्नेहरूको धेरै हुँदा चाहिँ उहाँहरू यसरी नै खोला तरेर आवा जावा गर्दैछन् है, कोही यता कोही उता। र टुरिस्टहरू पनि धेरै फसेको छ। अनि हामी गाउँले साथीभाइ वरिपरि गाउँकोले चाहिँ है सफा गर्दैछौँ। लु अहिले भने चाहिँ हामी है यहाँनिर मान्छे हिँड्ने बाटोहरू बनाइदिँदै दिँदैछौँ। र यो डल्लै है सफा गर्नु चाहिँ अब सायद सक्दैन होला। र पनि मिसिन आउँदैछ अरे नि त, मिसिन नआएको भए चाहिँ हामी गाडी छिर्न चाहिँ आज बनाउँथ्यौँ हामी 10-12 जना कति अहिले भेला हुने बाँकी नै छ है। र हाम्रो यहाँनिर पञ्चायत मेम्बर दिनेश साथी पनि एकदम मजाले खटिरहनु भएको छ है। यो चाहिँ एकदमै मान्छेले हिजो चाहिँ सफा गर्नु नसक्ने हुँदा चाहिँ है हामीले गरेको थिएन, तर आज हिजो बेलुकासम्म चाहिँ है यो सफा नहुँदा चाहिँ हामीले गर्नु भनेको थियौँ, गर्नु भनेर सल्लाह गरेको थियौँ। तर आज चाहिँ मिसिन कहाँबाट आउँदैछ अरेर चाहिँ हामीले त्यो मिसिन पनि पर्खिँदै अहिले चाहिँ मान्छे छिर्ने बाटो चाहिँ हामीले यहाँ क्लियर गर्न लागिरहेको छौँ है। र यो जुन चाहिँ पहिरो छ, पहिरो चाहिँ यस्तो डरलाग्दो माथिबाट आएर चाहिँ है यो पुलै माथि चढेर गएको छ ओह्रालो है, तपाईँहरूले देख्न सक्नुहुनेछ। यहाँ हामीले चाहिँ अहिले टुरिस्टको लगेजहरू पनि तार्दैछौँ र टुरिस्टहरूलाई त्यहाँनिर है यता तार्नु पनि हेल्प गर्दैछौँ। साथीले पनि लगेज लिएर आयो। कहाँ यहीँ राखिदिउँ हो साथी? भनिन्छ नि हामी नेपालीहरू दयालु मात्रै होइन एकदम हेल्पफुल एकदम सहयोग गर्ने साहसी पनि छौँ हामी गोर्खाहरू। र हामी सबै यहाँनिर है जति पनि टुरिस्टहरू बाहिरबाट आउनु भएको छ उहाँहरूलाई चाहिँ उहाँहरूको लगेजहरू तार्नु, उहाँहरूलाई तार्नु पनि हामी सघाउँदैछौँ। र मैले तारेको देख्नु भएको छैन भने चाहिँ अगाडि नै दुईवटा उनीहरूको लगेज चाहिँ त्यहाँ पुऱ्याएको, तर आफैले गरेको चाहिँ यहाँ क्यामेरामा अन क्यामेरा रेकर्ड हुँदैन भनौँ न। र म चाहिँ देखाउनुको लागि चाहिँ केही कुरा गर्दिनँ। सबै लगिदिएको जो
आराम से वो हाथ में लीजिए वो तस्ला गिर जाएगा फिर बाकी हम ले जाएंगे ना हम उठा लेंगे हाँ चलो तो हम उठाएंगे चलिए ना कोई बात नहीं ये कौन उठाएगा ये हम उठाएंगे थोड़ा इसको पार कर लें पहले आइए आइए मैम आइए 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 कोठी में दीजिए थोड़ा बंदा है एकछिनलाई उहाँलाई म दौडाइदिन्छु माथिबाट लैजाऊ माथिबाट आऊ तलबाट भन्दा माथिबाट आऊ होइन खोलाबाट बाटो अप्ठ्यारो छ हौ आप लोग नीचे से आइए ठीक है नीचे से यहाँ समय यसो गर्दा तेरो गम्बुट छ होइन हजुर साथीहरूले त्यहाँ पुऱ्याइसक्यो हामी चाहिँ यहाँनिर दुईजनाले चाहिँ लानु आँटेको छौँ है साथीहरू चाहिँ त्यहाँ 5-6 जना भएर चाहिँ ल अब चाहिँ त्यहाँसम्म चाहिँ हामीले ल्याइदिउँ म र काकाले त्यसपछि चाहिँ साथीहरूले गरेको चाहिँ अन क्यामेरा रेकर्ड गर्दैछु हो भयो दुईटा स्कुटी चाहिँ हामीले तारिसक्यौँ बोकेरै भनेर चाहिँ फाइनली है मेसिन आइसक्यो र यो बाटो चाहिँ खोलिने आश भइसकेको छ है र त्यहाँनिर के गर्नुपर्ने कसो गर्नुपर्ने त्यहाँनिर सल्लाहहरू गर्दैछ र उतापट्टि पनि कतिजना साथीभाइहरू त्यता पनि छ है अब भने चाहिँ यहाँनिर काम गर्नु स्टार्ट गरिसकेको छ है लाइभ हुँदैन यहाँ नेटवर्कै त छैन यहाँ बडीले चाहिँ चिया बाँड्नु ल्याउनु भएछ अब यत्तिको चाहिँ हुनु पर्यो सेवा भन्ने कुरा चाहिँ है र म पनि चियाको मजा लिँदैछु खानु नि त चिया अब फेरि यहाँ चिया खाजा लिएर आउँदै रहेछ है हाम्रो गाउँमा चाहिँ हेल्पफुल मान्छेहरू मात्रै छ ये खाजा चिया सोलिड के बनायो खाजा रोटी सब्जी अचार चिया पानी नुनको चिया खान्छ कि पानी के अरे चिनीको चिया खान्छ हो पानी सबैले यतिको चाहिँ अब हुनै पर्यो मान्छे भएपछि है एकअर्कालाई हेल्प गर्ने र यहाँनिर पहिरो गएर चाहिँ यत्रो जाम भइरहेछ त्यहाँनिर चाहिँ पहिरो छोड्दैछ नि त हामीले बिहानदेखि आएर चाहिँ खटिरहेको छौँ साथमा हाम्रो गाउँको चेलीबेटीहरू चाहिँ यसरी आएर है चिया खाजाहरू बाँड्दैछ त्यहाँ सफा गर्नेलाई मात्रै होइन यहाँ जति पनि फसेर बस्नुभएका है पेसेन्जरहरू भनौँ न टाढो टाढो जानुहुने उहाँहरूलाई पनि
खाजाहरू बाँड्दैछ र यहाँ बढीधरि हाम्रो गाउँको अलिक एजेड बढीधरि चिया बाँड्नु आउनुभएको छ है र सबैजनालाई काम गर्ने यहाँ फस्टिने त्यहाँ टुरिस्टहरू जति पनि छ उहाँहरू सबैजनालाई चाहिँ खाजा बनाएर ल्याइदिएको तर अहिले चाहिँ यहाँ चाहिँ टुरिस्ट छैन रहेछ है यतिको चाहिँ हुनु पर्यो गाउँघरमा बसिसकेपछि भनौँ न गाउँघर होइन हामी नेपाली जात भएपछि यतिको चाहिँ दयालु अनि हेल्पफुल चाहिँ हुनै पर्यो है सो थ्याङ्क यू हाम्रो गाउँको चेलीबेटी साथमा मेरो वाइफ सुस्मिता सबैजनालाई थ्याङ्क यू यतिको हेल्प गरेकोमा अब भने चाहिँ फाइनली खाजा बाँडिसक्यौँ र आउने टाढोबाट आउँदैछ गाडीतिर हो यहाँबाट सिफ्ट हुँदैछ र खाजाहरू पनि एकदम दामी भयो भन्दै सबले मजाले खायौँ अब त्यो हामीले यसो कोही टाढोबाट आउने बिचरा नानीहरू छ उनीहरूलाई पनि यसो टाढो सिक्किमको रहेछ अन्त बाटो बन्द भएको कारणले गर्दा अलिअलि खाजाहरू हल्का फुल्का खुवाउँदैछौँ चियाहरू पानी हाम्रो गाउँको चेलीबेटीहरूले है हाम्रो गाउँको चेलीबेटी एकदमै राम्रो छ र अब चाहिँ केही क्षणमा 2 घन्टातिर चाहिँ बाटो खोलिन्छ त्यसपछि चाहिँ आवाजावा गर्ने चाहिँ हुन्छ भनौँ न अब भने चाहिँ लगभग है यता चाहिँ बाटो खोलिसक्नु आँटिसकेको छ है अनि त्यही हो अब त्यस्तै आधा घन्टा लाग्ला यहाँ बाटो खोलिनु चाहिँ फाइनली अहिले भने चाहिँ गाडी छिर्यो है त्यही हो करिब 3-3.5 घन्टामा चाहिँ यो बाटो क्लियर भयो है र अब चाहिँ हामी पनि घर जाने र घर गएर चाहिँ आज चाहिँ बसी है भोलिदेखि चाहिँ फेरि ड्युटी स्टार्ट हुन्छ हाम्रो पनि सो गाइस तपाईँहरू हेर्दै गर्नु होला